हामी मुस्ताङ जिल्लाको लोमान्थाङ भन्ने ठाउँमा पुग्यौँ र त्यहाँको उपल्लो मुस्ताङ लगभग हामी चाइनाको बोर्डर नजिकै पुग्दाखेरि त्यहाँ धेरैको सङ्ख्यामा याकहरू स्थानीय बासिन्दाले लेकतिर लगेर जाँदै हुनुहुन्थ्यो र त्यहाँ कोही चौरीहरूको ससाना बच्चाहरू बाछीहरू एकदमै रमाइलो गरी चरिरहेका थिए। एकदमै रमाइलो दृश्य थियो त्यहाँ। र यो कानमा रातो बाँधिदिनु भएको थियो किनकि कुन माउको बाछा कुन हो भनेर चिन्नको लागि पनि, अनि यो बेलुका बाँध्ने बेलामा चाहिँ त्यहाँ समातेर सजिलो हुने रहेछ। त्यसै कारणले उहाँहरूले यो कानमा यो रातो फुर्को बाँधिदिने हुनु रहेछ यो बाछीहरूको लागि। एकदमै राम्रो बाछीहरू। अझै माथि जाँदै गर्दा त्यहाँ अझै धेरै याकहरू चौरमा चरिरहेका थिए। एकदमै धेरै याकहरू। यो रमाइलो दृश्य एकदमै रमाइलो थियो। र त्यहाँ कोही भाले चौरीहरू, कोही पोथी चौरीहरू। भालेलाई याक भन्दो रहेछ भने पोथीलाई नाग भन्दो रहेछ। विशेष गरी स्थानीयमा चाहिँ पोथीलाई चौरी गाई भन्छ र भालेलाई चाहिँ याक नै भन्दो रहेछन् उहाँहरूले चाहिँ। एकदमै धेरै मात्रामा चौरीहरूको बथान थियो। एक आपसमा उनीहरू कतिखेर भाले याकहरू जुझ्ने पनि गर्दो रहेछ। मैले अघि नै सुरुमा यो भिडियो हजुरहरूमा राखिसकेको छु। र यो